हेलो साथीहरू, गुड आफ्टरनुन। कति धेरै गर्मी बढ्ने साथीहरू। अहिले चाहिँ हामीहरूलाई चाहिँ बाहिर घुमाउन लाम भने पनि जानै मान्दैन आजकल त है। बाहिरै यिनीहरू चाहिँ पिसाब फेर्ने यहाँ बाल्कुनीमै हो। मेरो चाहिँ साथीहरू बिमार भएर सुकेको है। यहाँ यसमा मैले मुला लगाएको सबै सुकेछ। मुला पनि कति धेरै गमलाहरू सबै सुकेको रहेछ। अब बिमार भएपछि तुलसीहरू पनि सुकेको साथीहरू। तर मैले यो चाहिँ नसकी पानी हालेर अहिले यत्तिको भयो। यो कडी पत्ता पनि सँगसँगै सुकेको थियो है। मैले चाहिँ कति धेरै करेला लगाएको थिएँ होइन, यस्तो राम्रो भएको छ। एउटा यहाँ सबै ठाउँमा योहरू सबै सुकेछ साथीहरू। 2 दिन बिमार भएर सुतेको है। होइन, यस्तो राम्रो थियो, सेम यस्तै थियो, यस्तो भएछ। त्यो चाहिँ अस्ति पानीले हावाले ढलाइदिएको थिएँ। उतापट्टि त साथीहरू सबै गमलाहरू सुकेछ है। अब एक दिन आफू 2 दिन बिमार भएर सुतेको है। होइन, यस्तै मुला गएर यत्रो ठुलो भएको थियो, त्यसमा सबै सुकेछ मेरो है। यहाँ पनि हेर्नु सक्नुहुन्छ, यो पनि लुगा सुकेछ। पहिला मैले खोर्सानीको बिउ लगाएको थिएँ साथीहरू, अस्ति नै बिमार हुनुभन्दा पहिला। अनि सबै गमलामा मैले सारेको छु, हेर्नु सक्नुहुन्छ। हिजो सारेको यो चाहिँ। अनि मैले चाहिँ यता पुदिना पनि लगाइदिएको साथीहरू। कस्तो राम्रो निस्केछ। यस्तो छ बाहिरको मौसम साथीहरू। यति गर्मी छ, कति धेरै गर्मी छ। वर गर्मी छ, कस्तै गर्मी छ साथीहरू। हजुरहरू कहाँ जाँदैछ हेर्दै हुनुहुन्छ मेरो भिडियो, जहाँ पनि हुनुहुन्छ खुब आफ्नो ध्यान राख्नु होला। खुब पानी पिने होला साथीहरू। मलाई त झन् डक्टरले भनेको छ धेरै पानी खाने भनेर। म चाहिँ पानी खायो। घरभित्र त चिसो हुन्छ साथीहरू, बाहिर त यति गर्मी। आजकल त हाम्रो कुकुराहरू पनि बिना एसीको बस्दैन भने। उता दिदी चाहिँ एसी चलाएको छ, त्यहीँ जाँदैछ रहेछ। म्याडमले यहाँ कुलर पनि मगाएको साथीहरू। यहाँ बिचमा कुकुराहरू आउने जाने, बाहिर बस्यो भने गर्मी नहोस् भनेर। चलो दिदीको रुममा समाएर दिनु। यहाँ चाहिँ यति चिसो छ कमरा होइन। जाऊ जल्दी खानु। चलो साथीहरू, हाम्रो चाहिँ एसी खराब भएर साथीहरू। हिजो पनि एसीमा लाग्यो, आज पनि एसीमा लाग्यो। घरमा काम यति छ, आफूलाई काम गर्न सके छैन। एकदम गाह्रो भइरहेछ साथीहरू। हस्तो साथीहरू, भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट फलो गर्न नबिर्सिनु होला। केटीले आज कडी खाने भनेर कडी चावल बनाएको थिएँ मैले चाहिँ।